महेन्द्र ताल है। रारा ताललाई के भनिन्छ त महेन्द्र ताल, सबैभन्दा ठुलो ताल रारा ताललाई महेन्द्र ताल भनिन्छ। यसै गरेर चाहिँ फेवा ताल, फेवा ताललाई चाहिँ हामी के भन्छौँ बैदान ताल भन्छौँ। यो गत वर्ष खरिदारमा सोधेको ताल भन्छौँ, यो गत वर्ष खरिदारमा सोधेको बैदान ताल भनेर कुन ताललाई चिनिन्छ भनेर बैदान ताल भनेर हामी फेवा ताललाई चिन्छौँ। र घोडाघोडी ताललाई चाहिँ कपिल ताल भनिन्छ है। कपिल ताल भनेको चाहिँ के हो त, कपिल ताल भनेको घोडाघोडी ताललाई कपिल ताल भनिन्छ। र सेफोक्सुन्डो ताललाई चाहिँ गुलेली आकारको ताल है, गुलेली। यसै गरेर वाइ आकारको अनि वाइ आकारको ताल हैन। यसै गरेर स्थानीय भाषामा रिग्मो उपनामले चाहिँ हामी नेपालको सबैभन्दा गहिरो ताल र दोस्रो ठुलो ताल रारा ताल पछिको दोस्रो ठुलो ताल हो सेफोक्सुन्डो ताल, जुन डोल्पा जिल्लामा अवस्थित रहेको छ। रारा पछिको दोस्रो र मुलुकै सबैभन्दा गहिरो ताल भनेर हामी सेफोक्सुन्डो ताललाई चिन्छौँ। र सेफोक्सुन्डो ताललाई स्थानीय भाषामा रिग्मो उपनामले चिनिन्छ भने तिनकुने लाम्चो अथवा गुलेली वाइ आकारको तालका उपनामले पनि हामी सेफोक्सुन्डो ताललाई चिन्छौँ। र रिग्मो उपनामले नेपालको कुन प्रसिद्ध ताललाई चिनिन्छ भनेको कारणले गर्दा सेफोक्सुन्डो ताल इज द करेक्ट एन्सर है। र सेफोक्सुन्डो ताल भनेका साथीहरुको मिलेको छ, अन्य साथीहरुले चाहिँ यसलाई करेक्सन गर्नु पर्यो। र यसै गरेर चाहिँ सेफोक्सुन्डो ताल भनेका साथीहरुको मिलेको छ, अन्य साथीहरुले चाहिँ यसलाई करेक्सन गर्नु होला है त साथीहरु। ल अप्सन नम्बर 1 सेफोक्सुन्डो ताल इज द राष्ट्र बैंक, नेपाल राष्ट्र बैंक अथवा चाहिँ नेपालको केन्द्रीय बैंक एनआरबी, नेपाल राष्ट्र बैंक। नेपाल राष्ट्र बैंकमा चाहिँ गभर्नर कतिजना हुन्छ, एकजना हुन्छ भने यो डेपुटी गभर्नर भनेको चाहिँ डेपुटी गभर्नर कतिजना हुन्छन् भनेर सोध्यो भने डेपुटी गभर्नर भनेको चाहिँ 2 जना डेपुटी गभर्नर हुन्छन् हैन। कार्यकाल 5 वर्षको हुन्छ, यो कुरा तपाईलाई थाहा छ। र डेपुटी गभर्नरको नियुक्ति कसको सिफारिसमा हुने गर्दछ भनेको चाहिँ यसको सही विकल्प भनेको चाहिँ गभर्नरको सिफारिस। नेपाल भनेको चाहिँ है, नेपाल भनेको चाहिँ विश्वमा जनसंख्याका आधारमा पाँचौं है। जनसंख्याका आधार अथवा यसलाई चाहिँ पपुलेसन बेस आधारमा भनेको कति हो, पाँचौं। र यसै गरेर चाहिँ क्षेत्रफलका आधारमा केका आधारमा त क्षेत्रफलका आधारमा 21औं ठुलो ल्यान्डलक कन्ट्री हो है। कतिौं ठुलो, 21औं ठुलो के कन्ट्री हो त, ल्यान्डलक कन्ट्री अथवा यसलाई चाहिँ हामी भूपरिवेष्टित मुलुक भन्छौं है। भूपरिवेष्टित मुलुकहरू, अब भूपरिवेष्टित मुलुक भनेको चाहिँ तपाईहरुले 16 यसै गरेर चाहिँ 18 12 2 हैन, 14 12 13 14 15 16 17 18 हैन गरेर जम्मा 48 वटा भन्ने कुरा तपाईलाई थाहा छ। यो 48 वटा भूपरिवेष्टित मुलुकहरू मध्ये विशेष गरेर जनसंख्याका आधारमा पपुलेसनका आधारमा यो 48 वटा भूपरिवेष्टित ल्यान्डलक कन्ट्रीहरू मध्ये नेपाल भनेको पाँचौं ठुलो हो भने क्षेत्रफलका आधारमा चाहिँ कति हो, 21औं ठुलो भूपरिवेष्टित मुलुक अथवा ल्यान्डलक कन्ट्री हो है। यो कुरा चाहिँ तपाईले बुझ्नु होला। विश्वको नेपाल भूपरिवेष्टित मुलुकमा अथवा कतिौं ठुलो भूपरिवेष्टित देश हो भनेर सोध्यो भने 21औं ठुलो, केही पनि मेन्सन गरेन भने। तर जनसंख्याका आधारमा भनेर मेन्सन गर्ने बित्तिकै यसको सही विकल्प चाहिँ पाँचौं इज द करेक्ट एन्सर है। र पाँचौं भनेका साथीहरुको मिलेको छ, अन्य साथीहरुले चाहिँ यसलाई करेक्सन गर्नु होला साथीहरु है। केटो फेरि भनेको के हो हेर्नुस् है। रथ एक केटो फेरि भनेको के हो त, रथ एक केटो फी भनेर सम्झिदा पनि हुन्छ। र भनेको रेटिनाल है, र भनेको रेटिनाल, था भनेको थायमिन है, थायमिन। ए भनेको एस्कर्बिक एसिड है, एस्कर्बिक एसिड है। ए भनेको एस्कर्बिक एसिड। यसैगरी क भनेको चाहिँ क्याल्सिफेराल है, क्याल्सिफेराल। यसै गरेर चाहिँ टो भनेको टोकोफेराल र यसै गरेर चाहिँ फी भनेको चाहिँ फिलिकोनान है, फी भनेको फिलिकोनान। यसरी चाहिँ तपाईले बुझ्नु पर्यो है। यो भनेको चाहिँ भिटामिन ए को रासायनिक नाम के हो भनेर सोध्यो भने भिटामिन ए को रासायनिक नाम रेटिनाल, भिटामिन बी को रासायनिक नाम के हो भनेर सोध्यो भने थायमिन, भिटामिन सी को रासायनिक नाम के हो भनेर सोध्यो भने एस्कर्बिक एसिड, भिटामिन डी को रासायनिक नाम के हो भनेर सोध्यो भने क्याल्सिफेराल, यसै गरेर भिटामिन ई को रासायनिक नाम के हो भनेर सोध्यो भने चाहिँ टोकोफेराल भन्नु पर्यो हैन। भिटामिन सी को भनेको एस्कर्बिक एसिड, यसै गरेर भिटामिन डी को क्याल्सिफेराल र भिटामिन ई को टोकोफेराल र भिटामिन के को रासायनिक नाम के हो भनेर सोध्यो भने फिलिकोनान है। र तपाईलाई प्रश्नले भिटामिन के को रासायनिक नाम के हो भनेर सोधेको छ, यसको सही विकल्प हुन्छ फिलिकोनान इज द करेक्ट आन्सर है।
यो विश्व सम्पदामा सूचीकृत सम्पदाहरूको सन्दर्भमा के बुझ्नु पर्यो भने नेपालका 10 वटा छन् है। नेपालका सूचीकृत भनेको 10 वटा सूचीकृत हुन्। तपाईहरु केही यादै गर्न पर्दैन के 10 वटा सूचीकृत हुन्। यो क्वेशन गत वर्ष चाहिँ खरिदारमा सोध्या थियो। केही यादै गर्न पर्दैन के 10 वटा सूचीकृत हुन्। यो क्वेशन गत वर्ष चाहिँ खरिदारमा सोध्या थियो। 10 वटा सूचीकृत मध्ये तपाईले स्थापनाका आधारमा दुईटाको जाने पुग्छ। एउटा भनेको चाहिँ चितवनको जान्नु होला है। चितवन राष्ट्रिय निकुञ्जलाई कहिले चाहिँ सूचीकृत गर्यो विश्व सम्पदामा सूचीकृतमा भनेर सोध्यो भने चाहिँ सन् 1984 भनेर भन्नु होला है। कसलाई? चितवन राष्ट्रिय निकुञ्जलाई। अन्तिममा भनेको चाहिँ लुम्बिनी हो। अन्तिममा सूचीकृत भएको कुन हो त? अन्तिममा भनेर सोध्यो भने चाहिँ लुम्बिनी हो। लुम्बिनी क्षेत्र अन्तिममा हो। लुम्बिनी क्षेत्र भनेको चाहिँ सन् 1997 मा चाहिँ लुम्बिनी हो सबैभन्दा अन्तिममा। यति कुरा चाहिँ याद गर्ने। चितवन राष्ट्रिय निकुञ्ज 1984 अलिकति यो सोधिरहेछ र अन्तिममा भनेको लुम्बिनी 1997 मा लुम्बिनी हो। अब अरु बाँकी कतिवटा हुन्छ त? 8 वटा। बाँकी 8 वटा तपाईलाई जे सोधे पनि 8 वटा जे सोधे पनि तपाईहरुले सन् 1979 भनेर चाहिँ बुझ्नु होला। ठीक छ, हेर्नुस् त कति सजिलो। अरु बाँकीका 8 वटा 1979 भनेर सम्झिने। लुम्बिनी भनेको सबैभन्दा अन्तिम हो, ठ्याक्कै उल्टो 7 लाइन 97 सम्झिनुस्, केही पनि छैन। र चितवन राष्ट्रिय निकुञ्ज भने 1984। अरु केही पनि छैन। यसरी चाहिँ याद गर्नु पर्यो। र 10 वटा सूचीकृत सम्पदाहरू मध्ये चितवन राष्ट्रिय निकुञ्ज भनेको चाहिँ 1984 मा के भएको थियो? सूचीकृत भएको थियो र 1984 भनेर सही विकल्प दिनु भएको। यसको चाहिँ एउटा सुरुको मिति जान्नु पर्यो, सुरुवात भएको मिति। अर्को भएको चाहिँ अन्त्य भएको मिति जान्नु पर्यो है। अमेरिकी स्वतन्त्र संग्रामको चाहिँ सुरुवात कहिले भएको थियो भनेर तपाईलाई सोध्यो भने कति भन्ने त? 1775 हैन। 1775 अप्रिल 19 मा चाहिँ 1775 यसै गरेर अप्रिल 19 मा चाहिँ सुरु भएको है। अप्रिल 19 मा के भयो? सुरु भयो। कहिलेसम्म? 1783 सम्म हैन। 1783 सेप्टेम्बर 3 सम्म। 1783 यसै गरेर चाहिँ सेप्टेम्बर 3 सम्म चाहिँ यो भएको थियो। र कति वर्ष चल्यो भनेर अब यही हेर्ने हो। कति वर्ष चल्यो भनेर सोध्यो भने 8 वर्ष चलेको थियो है। अमेरिकी स्वतन्त्रता संग्राम कति वर्ष चल्यो भनेर सोध्यो भने 8 वर्ष चलेको थियो। 1775 अप्रिल 19 मा सुरुवात भएको रहेछ। 1783 सेप्टेम्बर 3 मा चाहिँ अन्त्य भएको रहेछ। 8 वर्ष चलेको रहेछ। तपाईहरुलाई स्वतन्त्र संग्रामको अन्त्य कहिले भएको थियो भनेर सोधेको कारणले गर्दा 1783 इज द करेक्ट आन्सर है। सन् 1783 भनेर सही विकल्प दिनुभएका साथीहरुको मिलेको छ। सार्क क्षेत्रीय सहयोग संगठन सार्कको स्थापना भनेको 1985 डिसेम्बर 8 मा भएको थियो। यो कुरा तपाईलाई थाहा छ हैन। यसै गरेर चाहिँ 1967 मा चाहिँ आसियान हो। 1967 है अगस्त 8 है 1967 अगस्त 8 मा चाहिँ आसियानको स्थापना भएको थियो। यसै गरेर 1997 जुन 6 मा चाहिँ 1997 यसै गरेर जुन 6 मा स्थापना भएको बिमस्टेक हो। र संयुक्त राष्ट्र संघको स्थापना भनेको चाहिँ 1949 मा भयो हैन। 1945 मा भयो हैन। 1945 ल हेर्नुस् 1945 अक्टोबर 24 यो मिति भनेको कसको हो त? 1945 अक्टोबर 24 भनेको चाहिँ संयुक्त राष्ट्र संघ यूएनओको चाहिँ स्थापना भएको मिति हो। र यसै गरेर 1967 अगस्त 8 भनेको आसियानको स्थापना भएको मिति हो। 1985 डिसेम्बर 8 भनेको चाहिँ कसको हो त? सार्कको स्थापना भएको मिति हो भने 1997 जुन 6 भनेको चाहिँ जुन 6 भनेको बिमस्टेकको स्थापना भएको मिति हो। यो संगठन मध्ये सबैभन्दा अन्तिममा स्थापना भएको कुन हो त? अब यसरी हेर्दाखेरि के रहेछ त? बिमस्टेक रहेछ। र बिमस्टेक भनेर सही विकल्प दिनुभएका साथीहरु सार्क बडापत्रको सन्दर्भमा चाहिँ सार्क बडापत्र हैन। सार्क बडापत्रको सन्दर्भमा तपाईले बुझ्नुपर्ने कुरा के छ भने सबैभन्दा सुरुमा चाहिँ हस्ताक्षरकर्ता कति जना? हस्ताक्षरकर्ता भनेर सोध्यो भने चाहिँ 7 जना हो अफगानिस्तान बाहेक हैन। 7 जना अथवा 7 मुलुकले हस्ताक्षर गरेका थिए भन्ने कुरा बुझ्नुस्। जस अन्तर्गत चाहिँ 1 जना भनेको प्रधानमन्त्री हो है। 1 जना भनेको प्रधानमन्त्री हो। 2 जना भनेको राजा हो है। 2 जना भनेको चाहिँ के त? राजा हो। र अरु 4 जना भनेको चाहिँ राष्ट्रपति हुन् है। 4 जना भनेको चाहिँ राष्ट्रपति हुन्। तपाईलाई के क्वेशन सोधेको छ भने यो 1 जना प्रधानमन्त्री कुन देशको हो भने 2 जना राजा भनेको एउटा राजा वीरेन्द्र र जिग्मे सिंह नेपाल र भुटानको है। नेपालका राजा वीरेन्द्र र यसैगरी भुटानका राजा जिग्मे सिंहले चाहिँ हस्ताक्षर गरेका थिए। र 1 जना प्रधानमन्त्री भनेको राजीव गान्धी हुन् है।
राजीव गान्धी व्यक्तिको नाम सोध्यो भने सार्क बडापत्रमा हस्ताक्षर गर्ने एकमात्र प्रधानमन्त्री भनेको राजीव गान्धी। राजीव गान्धी भनेका कहाँका हुन् त भारतका हुन् र अन्य मुलुकका चाहिँ 4 जना राष्ट्रपति थिए। नेपाल, भुटान र भारत बाहेकका अफगानिस्तानले चाहिँ हस्ताक्षरै गरेको थिएन। अफगानिस्तान चाहिँ पछि सदस्य बन्यो हैन। त्यो कारणले गर्दाखेरि के बुझ्नु पर्यो भने एकजना प्रधानमन्त्री एकमात्र प्रधानमन्त्री भनेको राजीव गान्धी, उनी कुन मुलुकका हुन् भनेको कारणले गर्दा उनी चाहिँ भारतका हुन् भन्ने कुरा चाहिँ तपाईहरुले ध्यान दिनु पर्यो। अन्तर्गत तपाईले के ध्यान दिनु पर्यो भने समानार्थ नागरिकता भनेको चाहिँ विशेष गरी सम्मान स्वरूप प्रदान गरिने नागरिकता भनेको समानार्थ नागरिकता हो र गैर आवासीय नागरिकता भनेको सार्क मुलुक बाहेकका यदि अन्य कन्ट्रीमा बसोबास गरिरहेको र साबिकको यदि वंश बाजे हैन बुवाको नामबाट यदि नागरिकता लिन चाह्यो भने गैर आवासीय नागरिकता प्राप्त गर्न सकिन्छ। र अंगीकृत र वंशजका आधारमा दुईटा कुरा याद गर्नु होला यसमा सोध्न सक्ने भनेको वंशज भनेको बुवा आमा नेपाली भएकै भरमा यदि तपाईले नागरिकता पाउनुहुन्छ भने त्यो वंशजको आधारमा नागरिकता हो। जस्तै तपाईको बुवा पनि नेपाली, तपाईको आमा पनि नेपाली हुनुहुन्छ भने तपाईहरुले केका आधारमा पाउनुहुन्छ? वंशजको आधारमा पाइन्छ। र अर्को कुरा महिलालाई के अधिकार दिएको छ भने कुनै बच्चा जन्माएर यो चाहिँ बच्चाको आमा म हो तर म बुवा खुलाउँदिन भन्ने अधिकार महिलालाई छ। त्यो अधिकार पुरुषलाई छैन तर महिलालाई चाहिँ यो बच्चा मेरै हो तर यसको बुवा मलाई थाहा छैन अथवा म खुलाउँदिन भनेर भन्न पाउँछ महिलाले। हो त्यो अवस्थामा पनि महिलाकै नामबाट महिला चाहिँ नेपाली नागरिकता भयो भने त्यति बेला पनि वंशजको आधारमा नागरिकता पाइन्छ। हेर्नुस् त आमा चाहिँ जन्मिएको आमाबाट जन्मिएको तर बुवाको पहिचान हुन सकेको छैन। त्यो अवस्थामा पनि उले आमाको नामबाट वंशजको आधारमा नागरिकता पाउँछ। र अंगीकृत नागरिकता पाउने दुईटा आधार प्रमुख आधार भनेको यदि चाहिँ बुवा नेपाली के अरे आमा नेपाली नागरिक छ तर यदि बुवा चाहिँ विदेशी ठहरियो भने अथवा नेपाली चेलीले भारतीयसँग विवाह गरेर उबाट जन्मिएको बच्चाले नागरिकता लिन चाह्यो भने अंगीकृत नागरिकता हुन्छ है। भनेको नेपाली आमा र त्योबाट चाहिँ नेपाली आमा र यसै गरेर चाहिँ बुवा विदेशी भएको ठहरिएमा चाहिँ स्वतः त्यो नागरिकता अंगीकृत नागरिकता हुन्छ। र केटाहरूले यदि पुरुषले चाहिँ विदेशी महिलासँग विवाह गरिसकेपछि र विदेशी महिलाले चाहिँ स्वेच्छाले नागरिकता लिन चाहन् भने त्यति बेला पनि अंगीकृत नागरिकता पाइन्छ है। यसरी चाहिँ तपाईले बुझ्नु पर्यो। यसको सही विकल्प भनेको चाहिँ वंशजका आधारमा हुन्छ साथीहरु है। तपाईलाई थाहा छँदैछ 2037 साल वैशाख 20 गते चाहिँ जनमत संग्रह भएको मिति हो। 2036 सालमा राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गरे हैन। जनमत संग्रहको घोषणा गरिसकेपछि कीर्तिनिधि बिष्टले राजीनामा दिएका हुन् है। जनमत संग्रहको घोषणापछि राजीनामा दिने प्रधानमन्त्री को हो भनेर सोध्यो भने कीर्तिनिधि बिष्ट। र राजीनामा पछि जब 2037 साल वैशाख 20 गते जनमत संग्रह भयो र त्यति बेला र जनमत संग्रहको घोषणा पछिका प्रधानमन्त्री भनेर सोध्यो भने पनि यसको सही विकल्प हुन्छ सूर्य बहादुर थापा है। मैले भनेको कुरा बुझ्नुभयो। नेपालको इतिहासमा जनमत संग्रहको घोषणाका क्रममा राजीनामा दिने प्रधानमन्त्री को हो भनेर सोध्यो भने कीर्तिनिधि बिष्ट। घोषणा पछि अथवा जनमत संग्रह हुँदा जुन 37 वैशाख 20 मा यो जुन भएको थियो यति बेला चाहिँ प्रधानमन्त्री को थियो त सूर्य बहादुर थापा थिए। है नेपाल भनेको समृद्ध हुनु पर्यो। नेपाल के हुनु पर्यो त समृद्ध हुनु पर्यो। समृद्ध नेपाल र नेपाली भनेको के हुनु पर्यो त सुखी हुनु पर्यो। सुखी नेपाली हैन। समृद्ध नेपाल सुखी नेपाली भनेको चाहिँ यो 2100 को जुन दीर्घकालीन सोच हो जस अन्तर्गत चाहिँ सुखतर्फका कतिवटा 6 वटा र समृद्धि तर्फका कतिवटा 4 वटा गरेर जम्मा 6 4 10 वटा चाहिँ के छन् त लक्ष्य रहेका छन् है। तपाईहरुलाई चाहिँ दीर्घकालीन लक्ष्य 2100 सम्मका चाहिँ लक्ष्य कतिवटा भनेर सोध्यो भने समृद्धि तर्फका चाहिँ 4 वटा र सुख तर्फका चाहिँ कतिवटा 6 वटा गरेर दीर्घकालीन जुन लक्ष्य छन् अथवा 2100 सम्मको लक्ष्य कतिवटा 10 वटा लक्ष्य छन्। यो कुरा चाहिँ तपाईले ध्यान दिनु होला। र दीर्घकालीन सोच 2100 ले लिएको लक्ष्य कुन विकल्प सही छ भनेको छ समृद्ध नेपाल सुखी नेपाली इज द करेक्ट आन्सर है। संविधानको भाग 1 प्रारम्भिक अन्तर्गत है भाग 1 प्रारम्भिक अन्तर्गतका यो दुईटा भाषासँग सम्बन्धित नेपालको संविधानमा भाषासँग सम्बन्धित चाहिँ एउटा धारा 7 र अर्को धारा 6 है। धारा 6 र धारा 7 भनेको छ। धारा 6 मा चाहिँ ल्याङ्ग्वेज अफ नेसन भन्ने छ। ल्याङ्ग्वेज अफ नेसन्स अथवा ल्याङ्ग्वेज अफ नेसन्स भनेको के हो त राष्ट्रभाषा भन्ने हो हैन। र धारा 7 मा चाहिँ अफिसियल ल्याङ्ग्वेज भन्ने छ। अफिसियल ल्याङ्ग्वेज अथवा तपाईहरुले चाहिँ यसलाई के बुझ्नु पर्यो भने सरकारी कामकाजको भाषा है। नेपालको संविधानमा सरकारी कामकाजको भाषा भाषा
चाहिँ कुन धारामा उल्लेख गरेको छ भनेर सोध्यो भने धारा 7 मा उल्लेख गरेको छ। र ल्याङ्ग्वेज अफ नेसन्स अथवा चाहिँ यसलाई राष्ट्रभाषा भन्छ। राष्ट्रभाषासँग सम्बन्धित व्यवस्था चाहिँ धारा कतिमा छ त 6 मा छ। राष्ट्रभाषा भनेको के हो? नेपालमा बोलिने सबै मातृभाषा, नेपालमा बोलिने है, नेपालमा बोलिने सबै मातृभाषा भनेका के हुन् त? नेपालमा बोलिने सबै मातृभाषा भनेका राष्ट्रभाषा हुन् है। सबै चाहिँ अथवा सबै मदर टङ ल्याङ्ग्वेज मातृभाषा चाहिँ राष्ट्रभाषा हुन्। र सरकारी कामकाजको भाषा भनेको के हो त? देवनागरिक लिपिमा लेखिएको, देवनागरिक लिपिमा लेखिएको नेपाली भाषा है। देवनागरिक लिपिमा लेखिएको नेपाली भाषा, लेखिएको नेपाली है, नेपाली भाषा भनेको चाहिँ के हो त? सरकारी कामकाजको भाषा हो। यो कुरामा तपाईहरुले कन्फ्युज हुन भएन है त। देवनागरिक लिपिमा लेखिएको नेपाली भाषा र प्रदेशलाई चाहिँ एउटा अधिकार पनि छ। अतिरिक्त यदि चाहिँ बहुसंख्यकले बोल्ने हैन भाषालाई चाहिँ सरकारी कामकाजको भाषा बनाउन पाउँछ हैन, त्यो उपधारा 2 मा छ। र विशेष गरेर नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन्। धारा छ ल्याङ्ग्वेज अफ नेसन, यो कुरा गरेको छ। र धारा 6 भनेर सही विकल्प दिनुभएका साथीहरुको चाहिँ यो प्रश्न मिल्यो।